अहिले चाहिँ हामी यहाँनिर रेजु हुन्छ उहाँले चाहिँ यो चाहिँ के को बनाउनु भयो भने यो कपडा है कोट उनीको कपडा कोटहरू के बनाउनु भयो यहाँनिर आफैले सधैँ बुन्नुहुन्छ उहाँले चाहिँ राडीहरू पनि बुन्छ भेडाकै उनबाट हो अन्तर्राष्ट्रिय बजारसम्म युरोपदेखि अमेरिकासम्म मेहनत पसिना मेहनत चाहिँ उसको बजारीकरण चाहिँ सबै मिलेर यो कोटको लागि चाहिँ यो तयारी भएको अवस्था छ यो होइन अब यसलाई चाहिँ अब कोटको लागि हो यो कोटको लागि यसलाई चाहिँ मार्नुपर्छ नि त मार्नु बनाउन अझै बाँकी छ यो चाहिँ धागो सेतो उन कालो उन कालो यो सेतो भयो अब यो कालो भयो होइन यसरी कच्चा पदार्थ यसरी मजाले चाहिँ डोरी बनाएर धागो डल्ला ठुलो डल्ला बनाएर चाहिँ यसरी राखिएको छ यो चाहिँ उहिलेदेखिको हाम्रो यो पुर्ख्यौली पेसा हो ल यो चाहिँ राडी चाहिँ यसरी यो पिठो हालेर मकैको पिठो हालेर चाहिँ यो तातो पानी उम्लेकोमा हालेर यसरी पकाएर चाहिँ निकालिन्छ है। यो तपाईहरुलाई यो राडी बुनिसकेपछिको प्रोसेसिङ देखाएको है। यो चाहिँ पिठो है मकैको पिठो हालेर अनि यो राडी चाहिँ यसरी टुकाइन्छ यो रुकुनी चपटीहरू अनि चाहिँ कुर्सीमा ओछ्याउने चकटी तातो भेडाको उनबाट बनिएको है। अलि हुँदो झार्नु त यो चाहिँ हाम्रो गाउँघरमा पालिने भेडाहरू
चाहिँ हाम्रो राडी बुन्ने तरिका है। त्यसरी यो चाहिँ इटाली पठाउनको लागि चाहिँ यो कोटको लागि चाहिँ बुन्दै हुनुहुन्छ।